पार्कमा सबैजना रमाइलो गर्दैछन्, एक्सर्साइज गर्दैछन्। कोही चौरमा बसिरहेका छन्। टाढा टाढाबाट आएर पार्कमा समय बिताउने काम भइरहेको छ, एक्सर्साइज पनि भइरहेको छ। र यो रमणीय स्थलमा सबैजना रमाइरहेका छन्। कसैले एक्सर्साइज गरेका छन् त कोही दौडिरहेका छन्। यो काठमाडौँ महाराजा नजिक रहेको शङ्ख पार्क हो। यहाँ बिहानैदेखि बेलुका 6:30 सम्म खुल्ने गर्छ। सानो बच्चाको लागि पिङ छ भने स्लाइडर पनि छ। केटाकेटीहरू रमाइलो गरिरहेका छन् स्लाइडरमा। सबैजना रमाइरहेका छन्, घुमघामको लागि आइरहेका छन्। निकै रमणीय दृश्यहरू देखिन्छ यहाँबाट। यो बिहानैदेखि खुल्ने गर्छ। बिहान एक्सर्साइज गर्नेदेखि लिएर वकिङ, मर्निङ वाक, हल्का वार्मअप गर्न मान्छेहरू थुप्रै आउँछन्। र बेलुका पनि निकै रमाइलो भिडभाड छ। काठमाडौँको कोलाहलबाट केही बेर भए पनि शान्त वातावरण, रमणीय वातावरणमा घुम्नको लागि मान्छेहरू आउने गर्दछन्। आजको भिडियो यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद।